रासन पानी ल्याउनुहुन्छ, बारीमा रोपेको थोरै अन्नलाई बजारमा लगेर बेचेर बिहानै उठेर फिलिमको चोकमा उकालीमा हरियो सागसब्जी राखेर भए पनि छोराछोरीको लागि सोच्नुहुन्छ नि। अब हामीले गर्नुपर्ने के नै छ र, होइन? आमाले त आफूलाई मन परेको कुरा बजारमा गएर किन्न पनि कस्तो लाग्छ क्या, बरु छोरालाई दिन पाए हुन्थ्यो, छोरीलाई दिन पाए हुन्थ्यो लाग्छ नि। बजारमा देख्नुहुन्छ मोमो पसलको मोमो पाकिरहेछ, तर होइन छोरालाई लगिदिन्छु, छोरीलाई लगिदिन्छु सोच्नुहुन्छ नि। अब छोराछोरीहरूले गर्नुपर्ने केही नै छैन धेरै। न तपाईँले कमाएर अहिले दिनुपर्ने छ, न दिनभरि खेतमा गोड्नुपर्ने छ, न गाई बस्तु हेर्नुपर्ने छ। त्यो फुर्सदको समयमा हो, त्यो फुर्सदको समयमा पनि हेर्ने बेलामा एकछिन जान छोरा गाई ल्याएर आउनु, थोरै घाँस काटिदेऊ न भन्दा पनि रिसाउँछौँ हामी। नरिसाउने अबदेखि, बुझ्नुभयो नि? हेर्दाखेरि तपाईँहरूको टक्क हेर्दाखेरि चाहिँ आफ्नो आमा जस्तै मम्मी जस्तै देखिने म, तपाईँको अभिभावक जस्तै देखिने म, तर म तपाईँको बुबापट्टिको पनि होइन, आमापट्टिको पनि होइन, म यो स्कुलमा पढेको पनि होइन, म यो जिल्लाको पनि होइन, तर जिन्दगीमा तपाईँलाई जन्म दिने आमा, महान आमा, ममतामाई आमा, एकपटक तपाईँलाई जन्माउँदा त मर्नुपर्छ। मेरो आमा मर्नु बित्नु भएन त भाइलाई जन्माउने बेला हो हो। उनै महान ममतामाई आमा, बुबा र टिचर्सहरूको, अभिभावकज्यूहरूको महत्त्व बुझाउनको लागि हिँडिरहेकी म अर्की एउटा आमा त हो नि, हो नि? होइन हो नि? एकदम खुसी छु। अघि बिहानदेखि 9 बजेदेखि 5 थरको हरेक कक्षा 10मा पढिरहेका विद्यार्थीहरूलाई भेट्न हिँडिरहेको छु। यो अर्थमा खुसी छु, विद्यालयमा भेट्ने बेलामा म त हृदयमा तपाईँहरूप्रतिको मन मस्तिष्कमा अपार माया छ, प्रेम छ। हरेक एक तपाईँहरूले बस्ती बस्ती गाउँ गाउँबाट प्रतिभाहरू जन्मियो भने म कति खुसी हुन्छु। म त खुसी नै छु, तर म सँगसँगै तपाईँहरूको फिल्म नगरपालिकाको मेयर साहब अघि भर्खर उहाँको आमा बित्नु भएको भोलिको सराप्तै भन्छ होइन, पूजा छ। फेरि अहिले 2वटा स्कुलमा सबै विद्यार्थीलाई भेटेर अहिले फेरि उहाँ आउनुभएको छ। एकपटक ससम्मान जोरदार ताली। देशभरिको मेयर साहबहरूले कुरा हुन्छ, म्यानेजर सरसँग कुरा हुन्छ, कतिको हृदयमा मेयर साहबहरूको प्रेम छ। ओहो कति मजाले एकदम हार्दिकताका साथ छोराछोरीलाई सोच्नुहुन्छ। कसको कसको छोराछोरी, तर जनताको छोराछोरीको भोटले गर्दा मेयर बन्नुभएको त हो नि, हो नि? त्यसैले तपाईँहरूको पढाइको लागि, तपाईँहरूको लागि भनेर सोचेर आउने मेयर साहब चाहिँ राम्रै मान्नुपर्छ, बुझ्नुभयो नि? होइन